आज चाहिँ मसँग यस्तो मान्छे हुनुहुन्छ होइन, जो चाहिँ सुर्खेतमा रहेर 19 वर्षदेखि साइकोसोसियल काउन्सिलरको रूपमा चाहिँ हजारौँजना व्यक्तिहरूको प्रब्लम सल्भ गर्दै आइराख्नु भएको छ। उहाँ हुनुहुन्छ शर्मिला विषी। पछिल्लो टाइम हाम्रो सोसाइटीमा देखिएको प्रब्लममै रहेर हामी आज कुरा गर्नेछौँ, जसमा चाहिँ गार्जियन र बच्चा-बच्ची बिच चाहिँ कसरी राम्रो रिलेसन बनाउन सकिन्छ भनेर आज हामी कुरा गर्नेछौँ। र सेकेन्ड चाहिँ फ्यामिलीमा श्रीमान श्रीमती बिच अथवा पार्टनर बिच कसरी राम्रो रिलेसन बनाउन सकिन्छ भनेर चाहिँ कुरा गर्नेछौँ। यो भिडियो चाहिँ छुटाउनु हुँदैन है, धेरै कुराहरू आज हामी सिक्नेछौँ है त। आज कहाँबाट सुरु गरौँ त हामीहरू? आज हाम्रो कुराकानी हामी सधैँ जस्तो हामी आफ्नै पारिवारिक होइन अब प्रत्येक दिनको सिकाइमै कुरा गरिरहेका हुन्छौँ नि त, जीवनशैलीमा त्यस्तैमा केही कुरा गर्नुपर्छ होला। मलाई एकदम धेरै खुसी लागिरहेको छ क्या, जहिले नै हामी दुई भाइ बस्छौँ होइन, मैले धेरै कुराहरू सिक्न पाइरहेको हुन्छु नि त हजुरबाट होइन। आज मलाई एकदम रमाइलो लागिरहेको छ क्या। हजुर त्यो सेक्टरमा काम गरिरहेको लामो टाइम भइसक्यो, अहिलेसम्म कस्तो कस्तो केसेसहरूमा हजुरले काम गरिराख्नु भएको छ? जस्तो अब यो समस्याहरूको विषयमा चाहिँ कुरा गर्दाखेरि घटनाहरू कस्तो आउँछन् भन्ने र कस्ता भइरहेका छन् भन्ने कुरा गर्दाखेरि समयअनुसार चाहिँ परिवर्तन हुँदै जाँदो रहेछ कि घटनाहरू यो समस्याहरू पनि फरक फरक प्रकृति या फरक फरक कुराहरूबाट चाहिँ प्रेरित हुँदा रहेछन् कि कारणहरू चाहिँ फरक हुँदै जाँदा रहेछन् र अवस्थाहरू पनि मान्छेका सोचहरू र घटनाका प्रकृतिहरूले अर्कै रूप लिने कुराहरू चाहिँ हुँदै जाँदो रहेछ। जस्तो पहिला चाहिँ अब हामीले हाम्रो आफ्नो करियर सुरु गर्दाखेरि आउने केसहरूमा त्यति बेला यो सामाजिक सञ्जालका प्रयोगबाट होइन योबाट आउने केसहरू हुन्थेनन् नि त होइन, त्यो एकदमै कमै अब एकदमै नहुने पनि होइन त्यस्तो हुन्थ्यो। त्यतिखेर चाहिँ अब छलफल गर्दा श्रीमान श्रीमतीको सम्बन्ध विच्छेदका कुराहरू पनि अब एकदमै कम आउँथे कि, छलफल झै झगडा मदिरा सेवनका कुराहरू त्यस्तो हुन्थ्यो भने महिला हिंसाका केसहरू त्योभित्र पनि घरेलु हिंसाका कुराहरू होइन, अनि त्यसपछि यौन हिंसाको कुराहरू पनि त्यो आउँथ्यो, घरभित्रै पनि समस्याहरू, बाहिर त झन् जबरजस्तीकरणका केसहरू, अनि मानसिक र मनोसामाजिक समस्या भएरै मलाई यस्तो भयो भन्ने केसहरू आउने चाहिँ त्यतिखेर संस्कार भइसकेका थिएन, मान्छेले थाहा पाउँथेन। जस्तो त्यतिखेर के जोडिन्थ्यो भन्दा एकदम कम हुन्थ्यो। त्यतिखेर के जोडिन्थ्यो, मेरो श्रीमानले मलाई घरबाट निकालिदिनु भयो भनेर आउने भयो। अब मलाई चाहिँ मेरो घरमा चाहिँ झगडा पर्यो, अब आज म बस्न सुरक्षित छैन भनेर आउनु नि भयो, नभए अब म श्रीमानसँग बस्न सक्दिनँ भनेर, नभए मेरो छोराले पिट्यो भनेर। घरभित्रका आउँछ घरेलु हिंसाका केसहरू धेरै आउँथे। अब मेरो छोरी चाहिँ हराइन् भनेर आउला, छोरा हरायो भनेर आउला, बालविवाहका केसेसहरू होलान् होइन, बालविवाहका पनि आउँथे। तर त्यसमा चाहिँ एउटा कुरा चाहिँ भन्न मन लाग्यो, पहिला आउने बालविवाहको केसहरू चाहिँ अलि बढी बुवा आमाले गराइदिने, समाजका मान्छेहरू चाहिँ अग्रपन्थीमा हुने उहाँहरूको चाहिँ भूमिका धेरै हुन्थ्यो। अब पछिल्लो समयमा चाहिँ बालविवाह चाहिँ भनेको आफै सम्बन्धमा रहेर जाने विवाहहरूका कुराहरू चाहिँ बढी भयो क्या, कारणहरू फरक भयो नि त, हुन त घटना बालविवाह नै हो होइन। अब पछिल्लो समय चाहिँ जस्तो अब बालविवाहको केसहरू पनि आउँछ, घरेलु हिंसाको भित्र पनि फेरि धेरै प्रकारका छन् उनीहरू पनि आउँछ। अझ फेरि स्पेसिफिक भएर चाहिँ मलाई मानसिक तथा मनोसामाजिक समस्या भएका केसहरू पनि आउनुहुन्छ, मलाई गाह्रो भयो भनेर होइन। र कति त अब डाक्टर साहबहरूले रिफर गर्ने कुराहरू पनि छ, र विभिन्न सेवा प्रदायक जस्तो शिक्षकहरूले पनि भन्नुहुन्छ, त्यस्तो केसेसहरू पनि हेरिरहेको छ। र अब यो एक्स्ट्रा म्यारिटल अफेयरको कुराहरू होइन, अन्यत्र रिलेसनमा वैवाहिक हुँदाहुँदै अन्यत्र रिलेसनमा बसेर त्योबाट गाह्रो भएका, त्यो साइकोसोसल रूपमा पनि गाह्रो भएका र आर्थिक गाह्रो या चाहिँ सम्बन्धमा अन्य कुरै खटपट परेका कुराहरूबाट पनि लिएर आउनुहुन्छ। त्यो महिला पुरुष सबैजना नै आउनुहुन्छ। र अनि कोही चाहिँ फेरि कस्तो पनि आउनुहुन्छ भने एकदम करियरको बारेमा यति धेरै सोचेर एकदमै गाह्रो भएर अनि म अब के गर्ने त, मैले आफूलाई कसरी सम्हाल्ने त भनेर नै त्यो मनोसामाजिक रूपमा उहाँले आफूलाई एकदम धेरै सबैभन्दा डाउन फिल गरेर आउने, त्यो त अब मनोसामाजिक र मानसिक स्वास्थ्यभित्रकै कुरा पनि भयो भने त्यस्तो केसेसहरू पनि आउनुहुन्छ। अनि एउटा सामाजिक सञ्जालबाट जस्तो टिकटकबाट चाहिँ मलाई नराम्रो म्यासेज आयो होइन, मलाई यस्तो भन्यो, अनि पैसाहरू माग्ने कुराहरू होला, अनि नभएदेखि चाहिँ यो हाम्रो वाट्सएप फेसबुक म्यासेन्जर यो जति पनि सामाजिक सञ्जाल थ्रु पनि उहाँहरूलाई भाइलेन्स हुने एब्युज हुने कुराहरू चाहिँ त्यस्तो केसेसहरू लिएर आउनुहुन्छ खासमा चाहिँ। अनि कति कुराहरू चाहिँ कानुनी दायरामै जानुपर्ने कुराहरू हुन्छन्, अब त्यसलाई त्यसरी नै म्यानेज गरिन्छ, कसैलाई सुनिदिनु पर्ने हुन्छ, कसैको अब केस म्यानेजमेन्ट प्रोसेसमा जानुपर्ने हुन्छ, कोही अन्य निकायमा सहयोग लिनुपर्ने हुन्छ, अनि त्यो चाहिँ त्यसरी नै म्यानेज अब त्यो केलाई के आवश्यकता छ भनेर त्यसरी चाहिँ गरिरहेको अहिले चाहिँ। हजुर त यत्रो लामो समयदेखि यो सेक्टरमा काम गरिराख्नु भएको छ नि त,
बच्चापछि र आमा बुवा गार्जेन बिच चाहिँ गार्जेनले के गर्दा राम्रो होला जसले गर्दा चाहिँ रिलेसन राम्रो होस्? हामीले यहाँनिर बुझ्न नसकेको कुरा र समस्या, बच्चाहरूको समस्याहरू आउने कारण चाहिँ धेरै जसो उचित अभिभावकीय जुन हुर्काइ छ नि, हुर्काइमा चाहिँ समस्या छ कि अभिभावकले बच्चालाई कस्तो व्यवहार गर्ने, उनीहरूको मनोभावना कसरी बुझ्ने, उनीहरूको मनोभावनालाई कसरी सम्बोधन गर्ने र कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा चाहिँ सबैभन्दा ठुलो नै ग्याप देख्छु कि म। किन भन्दा त्यहाँ उमेरको ग्याप छ। जस्तो सामान्यतया हामी बोलिरहँदाखेरि, हामी गफ गरिरहँदाखेरि, हामी खाइरहँदा, हुर्किरहँदा हरेक कुरा हेरौँ न हामी समाजमा मेरो आमाले लगाएको जस्तो मलाई मन पर्दैन होला, मेरो बुवाले खाएको जस्तो तरिकाले मलाई खाना खान मन लाग्दैन होला, या उहाँको टेस्ट चोइस जुन छ त्यो मलाई मन नपर्न सक्छ होला। अर्को कुरा, जति पनि हामीले हाम्रा सन्तानहरूलाई हाम्रा अनुभवहरू भनिरहेका छौँ कि जस्तो तिमी हाम्रो बेलामा त हामी दसैँमा मात्रै कपडा किन्थ्यौँ भनेर भनिरहेका छौँ। हाम्रो बेलामा स्कुलमा जाँदा त हामी खाजा पनि खान पाउँथेनौँ, टिफिन चाहियो तिमीहरूलाई भनेर सटाएर दिइरहेका छौँ सन्तानलाई। हाम्रो बेलामा हामीले मोबाइल नै थिएन होइन, यो सोसियल मिडिया डिजिटल दुनियाँदेखि त हामी धेरै टाढा थियौँ। अब ती कुराहरू अहिले आएर हामीले सन्तानलाई सुनाइरहेका छौँ कि अब यो कतिको जायज छ भन्ने कुरा छ कि समस्या यहाँनिरबाट ग्याप। हामीले नै हाम्रो बच्चा र हामी बिचको ग्यापलाई चाहिँ दूरीलाई चाहिँ बढाइरहेका छौँ यस्तै यस्तै झिना मसिना कुराले। त्यो समयमा चाहिँ हामीले सिम्पली के कुरा गरिरहेका छैनौँ भने मैले मेरो जीवनमा चाहिँ यो अभ्यास गरेँ, यो गरेर मैले यो सिकेँ भनेर सिकाइलाई जोड दिएर चाहिँ हामीले त्यसरी कुरा गरिरहेका छैनौँ। त्यो पनि बच्चा सुन्ने इन्ट्रेस्टेड छ कि छैन, फेरि रुचि राखिरहेको छ कि नै। अनि हामी कति बेला गफ गरिरहेका छौँ, बच्चा जब खाना आउँछ घरमा, खाना खाइरहेको छ त्यति बेला सुनाइरहेका छौँ। अब त्यो बच्चालाई त्यो खानाको स्वाद लिनु कि हाम्रो कुरा सुन्नु त होइन, छैन। अनि त्यसपछि हामी बच्चाले पैसा माग्यो हामीसँग, केही कुराको लागि पैसा माग्यो भने सुनाइरहेका छौँ ती कुराहरू। बच्चाले मोबाइल हेरिरहेको छ, एकाग्र भएर मोबाइल हेरिरहेको छ, त्यो बेला सुनाइरहेका छौँ। हामीले कहिले बच्चालाई अनुरोध गरेका छैनौँ कि आज 1 घन्टा म तिमीसँग कुरा गर्न चाहन्छु, तिमी तिम्रो समय म्यानेज गर है भनेर हामीले भनिरहेका छैनौँ। अब हाम्रो समस्या अरूको कहाँ पनि लाग्छ भन्दा जस्तो हामीले सन्तानहरूसँग अहिलेको बच्चाहरूको पढाइको जुन लोड छ त्यो हाम्रो भन्दा धेरै नै छ के, मानसिक रूपमा, शारीरिक रूपमा। उनीहरूको त्यो वेट जति छ बुकको, ब्यागको, टिफिन, एभ्रिथिङ, हाम्रो त त्यति थिएन र पढाइका लागि हामीले यति धेरै समय पनि दिनु पर्थेन होइन। त्यो भएको भएर अहिलेको बच्चाको धेरै समय चाहिँ पढाइ भनेरै गइरहेको छ र त्यसबाट निकालेको सर्टेन समय चाहिँ उनीहरू सोसियल मिडिया, मोबाइल दुनियाँ होइन, अब या ल्यापटप, ट्याब्लेट यसमा लागिरहेका छन् भने। अनि त्यो हेरिरहँदाखेरि पनि उनीहरूको माइन्ड शान्त हुने तरिकाले हामीले हेर्न दिइरहेका छैनौँ है। अब त्यहाँ छ, अब हेर्न दिइरहेका छौँ र हामीले उनीहरूलाई यति धेरै टर्चर गरिरहेका छौँ कि उनीहरूलाई थाहा छ मेरो मम्मी बाबा, मेरो प्यारेन्ट्स या मसँग जो हुनुहुन्छ संरक्षकहरू आउनुभयो भने मैले मोबाइल लुकाउनु पर्छ भने त्यो डरमा हेर्न दिएका छौँ, एन्जाइटी बढाइरहेका छौँ बच्चाको होइन। हामीले सोधिरहेका छैनौँ तिमीलाई के मनपर्छ मोबाइलमा हेर्न, आज के हेऱ्यौ त, के सिक्यौ त भनेर कुरा गर्दैनौँ। कति मोबाइल हेरेको, काम छैन अरू भनेर रिसाइरहेका छौँ, गाली गरिरहेका छौँ। तर मोबाइलमा के हेऱ्यौ तिमीले होइन, के सिक्यौ ल मलाई पनि सेयर गर न भनिरहेका छैनौँ। भन्यो भने पनि बच्चा झन्किन्छ, हामीसँग बोल्दैन, जे हेरे पनि तपाईँलाई के मतलब भनेर एन्सर दिन्छ। अब त्यो किन दिइरहेको छ भन्दा सुरुदेखि नै हामीले ग्याप बढाइरहेका छौँ हाम्रो सन्तानसँग, किनभने हामीले पनि त्यसरी एन्सर दिएका छौँ नि त। बाबा कहाँ जानुहुन्छ, मम्मी कहाँ जानुहुन्छ भने तँलाई के चाहियो, म जहाँ जाउँ अहिले त आइहाल्छु, कति सोधेको, हाम्रो एन्सरको शैली पनि त फरक छ नि त फेरि है। त्यो भएर हामीले जे सिकायौँ हाम्रो सन्तानहरूले त्यही सिकिरहेका छन्। र कति परिवारहरूसँग धेरैजनासँग कुराकानी गर्दा अनि होइन म्याम मेरो बच्चा, हाम्रो त घरमा एकदम राम्रो छ, हामी त एकदम वेल एजुकेटेड पढे लेखेको परिवार, सबैजना प्रोफेसनल लाइफमा हुनुहुन्छ, घरमा सिकाएर मात्रै हुँदो रहेनछ, बच्चा बिग्रिने बच्चा आफै बिग्रिँदो रहेछ भनेर पनि भन्नुहुन्छ क्या। अनि घरमा पो होला त, समाज त फेरि उही हो त होइन। समाजमा पनि कति धेरै कुराहरू त सिक्छ नि त, समाजमा त कति धेरै कुराहरू छ नि त, उसले कहाँबाट के सिक्यो भन्ने कुरामा चाहिँ हामीले थोरै मेहनत र प्यारेन्टिङ स्किल पनि भन्छ होइन। अब एउटा असल अभिभावकसिप होइन, कसरी हुर्काउने हाम्रो सन्तानलाई, उनीहरूको मनोभावना कसरी बुझ्ने भन्ने कुरामा चाहिँ हामीले एकदमै धेरै मेहनत गर्नुपर्ने बेला भइसक्यो। ग्याप त्यहाँनिर छ। मैले यसमा चाहिँ 2-3टा कुरा चाहिँ फाइन्ड आउट गरेको छु। यो अहिले हाम्रो कुराकानीमा चाहिँ 2-3टा कुरा चाहिँ मैले अलिकति यसलाई हाइलाइट गर्न खोजेँ। एउटा चाहिँ बच्चाको कुरा सुन्दैनौँ हामी है, बच्चाको कुरा सुन्दैनौँ।
अर्को कुरा बच्चालाई डोमिनेटिङ फिल गराउँछौँ, यति धेरै हिंताबोध फिल गराइदिन्छौँ, उनीहरूको आत्मसम्मानमा चोट पुग्छ र उनीहरू अभिभावकसँग चाहिँ आक्रामक भएर चाहिँ प्रस्तुत हुन्छन्। त्यहाँनिर हामीले काम गरिरहेका छैनौँ। बाँकी लागु औषध खाने, स्कुल बङ्क छोडेर हिँड्ने होइन, अनि साथीसँग भनौँ न धेरै ओभर अट्याचमेन्ट हुने, त्यसपछि गएर चाहिँ ह्याङ आउट गर्ने, यो के भनेर चलिरहेको छ नि अहिले। यो सबै भनेको चाहिँ हामीले हाम्रो परिवारभित्र उनीहरूलाई त्यो आत्मसम्मान र त्यो क्वालिटी टाइम बिताउन नसकेको कारण उनीहरूले अन्त त्यो कुराहरू इन्भेस्ट गरिरहेका छन्, अन्यत्र उनीहरूले त्यो सर्कल निर्माण गरिरहेका छन्, खोजिरहेका छन् है। त्यो एउटा कुरा भयो। र अर्को कुरा चाहिँ हामीले जहिले पनि बच्चालाई उनीहरूको तिमीलाई कुरा गर्न कुन बेला राम्रो लाग्छ, तिमीसँग मलाई कुरा गर्नु छ, आज तिम्रो र मेरो मिठो कुरा गरौँ न त, हाम्रो जीवनको विषयमा हुनसक्छ केही टपिक दिएर भनेर सम्मानपूर्वक उनीहरूसँग हामीले समय लिने, रेस्पेक्ट गर्ने हाम्रो नेपाली कल्चरमा छैन। मैले अघि पनि भने खाना खाने बेला, मोबाइल हेर्ने बेलामा, कतै हिँड्ने बेलामा, अनि भन्ने फेरि हाम्रो शैली पनि कस्तो छ भने ल मोबाइल नहेर न त, आज हामी एकछिन कुरा गरौँ, त्यस्तो होइन, कति मोबाइल हेऱ्या भन्ने टाइपले टर्चर टाइपले चाहिँ गरिरहेका छौँ क्या। अनि त्यो भएर यतातिर प्यारेन्ट्सको त्यो एउटा समस्या छ भने एकातिर फेरि सन्तानहरूको के समस्या छ भने युवा युवती किशोरीहरू उहाँहरूको पनि के समस्या छ भने कति प्यारेन्ट्सहरूले नसुन्ने कुराले उहाँहरूले सुनाउनै चाहनुहुन्न, बुझाउनै खोज्नु हुँदैन क्या, कि मलाई यो मनपर्छ, मेरो भावना यो छ भनेर। किनभने हाम्रो नेपाली समाजमा त फेरि ठुलो मान्छेसँग बोल्नु हुँदैन नि त, ठुलो मान्छेले जे भने त्यही मान्नु पर्यो नि त, नाइ नभन्नु पर्यो नि त होइन। अनि यसै पनि हामीले नर्मल यसो हेरौँ न, समाजमा कति धेरै व्यक्तित्वहरू हुनुहुन्छ जसको व्यक्तित्व आफ्नो डाइरेक्ट कुराहरू भनिहाल्नुहुन्छ, त्यो मान्छेलाई राम्रो भनिँदैन नि समाजमा। जो अलि चुपचाप बस्छ, एक्लत खाने पनि अर्को गाला थापेर बस्छ भन्ने खालको क्यारेक्टरलाई सोझो, ज्ञानी, राम्रो भन्ने छ नि त। अब ज्ञानी भन्ने कुराको डिफिनेसन पनि के हो त भन्ने कुरातिर पनि जानुपर्छ क्या। ज्ञानी भने चाहिँ कसैले आएर 2-4 झापड हान्छ या कसैले एकदम धेरै डोमिनेट गर्छ, उसको आत्मसम्मानमा ठेस पुर्याउँछ, अनि ऊ चाहिँ डराएर चुपचाप बस्नु चाहिँ ज्ञानी हो त है। कति धेरै कुराहरू छ क्या। अनि त्यो भएर यो सानो कुराहरू छ जहाँ चाहिँ हामीले एकदमै राम्रोसँग वर्कआउट गर्नुपर्छ, कामै गर्नुपर्ने छ। त्यो पनि यो सोचको लेभलबाट फेरि है, किनभने हामी अब नेपाली गरिब, अब केही नभएको भनौँ न, लाइक हुन्छ नि, हामीले जसरी गरिरहेछौँ नि, एक्सपोज छैन, प्रविधि छैन, के छैन। अब यो मात्रै रिजन होइन, हामीसँग सबैको धेरै कुरा छ। यसको युटिलाइज कसरी गर्ने, प्रयोग कसरी गर्ने होइन, यसको दुरुपयोग हुन नदिनलाई चाहिँ हामीले हाम्रा सन्तानहरूलाई कसरी गाइड गर्ने, र म आफै पनि कसरी आउने के। फेरि सामाजिक सञ्जालले जुन छाप छोडेको छ, त्यो सामाजिक सञ्जालमा एज अ एउटा म आमा भएर म जसरी प्रस्तुत हुन्छु, मेरो सन्तानले पनि त्यही त सिक्ने होला नि त होइन। एउटा बाबा भएर जसरी प्रस्तुत हुन्छ सामाजिक सञ्जालमा, सन्तानले त त्यही त सिक्ने होला नि त होइन। सबैभन्दा पहिला त बाहिरको भन्दा नि घरको मान्छे हेर्छ होला नि त सन्तानले त। हो, त्यो कुरामा पनि हामीले धेरै नै यो एकदम लामै कुरा हुने क्या है, धेरै नै काम गर्नुपर्छ जस्तो लाग्छ क्या मलाई चाहिँ। अनि नर्मल पनि यसो कस्तो मलाई सामान्य लाग्ने कुरा कसैले त्यो ओहो मलाई त्यो थाहै थिएन, मैले त सोचेकै थिएन भन्नुहुन्छ क्या। हामी त्यहाँ छौँ क्या अझै पनि सोचको लेभलबाट। तर जसले भन्नुहुन्छ उहाँहरूसँग चाहिँ 2-2.5 लाखको आइफोन छ फेरि होइन, या भनौँ उहाँहरूको त्यो जीवनशैली एकदम हाई लेभलको छ। तर सिम्पल कुरा, मैले मेरो बच्चालाई खाना खाइरहेको बेलामा रिसाउनु हुँदैन, एटलिस्ट अरू केही नगरे नि खाना खाने बेला त राम्रोसँग खाना दिनु पर्यो नि होइन। गल्ती गरिहाल्यो है। र अर्को एउटा इक्जाम्पल दिन्छु म यसमा। जस्तो हाम्रो प्राय नेपाली समाजमा जस्तो यो सिसाको ग्लास छैन, यो ग्लास फुट्यो, ल बच्चाले खसाल्यो, फुट्यो भने पहिलो एक्सन के हुन्छ त? कराउने, एक चड्कन दिने होइन। अब त्यो जायज हो त? अनि मैले चाहिँ जहिले पनि कुराकानीमा उहाँहरूलाई भने नै के हो भने, ग्लास फुटिसकेपछि फर्स्टमा हुने भने त मेरो बच्चा सेफ छ कि छैन भन्ने हो नि त। हामी पहिला बच्चालाई पिट्छौँ, बच्चाको अगाडि फुटिरहेको सिसाको टुक्रा छ, उसलाई चोट लाग्न सक्छ, घाइते हुन सक्छ, उसको हात खुट्टा काट्यो भन्ने कुरामा भन्दा बढी ला गिलास फुटायो भन्ने कुरामा हामी रियाक्सन दिन्छौँ क्या, हामी एकदम धेरै गर्छौँ। अब त्यहाँनिर त 2टा कुरा सिकाउनु पर्ने होला नि त। एउटा कुरा, ल ग्लास फुटिसकेपछि सिसाको ग्लास यसरी उठाउनु हुँदैन है, हातहरूमा झन् जान्छ, त्यो टुक्राहरू रहन्छ, यसरी उठाउनु हुँदैन। अनि पहिला मेरो आमा मम्मीले बुवाले चाहिँ कसरी गर्नुहुन्थ्यो नि, गोबर ल्याउन पठाएर गोबरले सोरेर है, कस्तो मजाले सिकाउनु भएको थियो क्या। अब अहिले त कार्पेटमा त्यो मिलेन, तर अब त्यसलाई कसरी, त्यो टुक्राहरूलाई कसरी निकाल्ने त भनेर त सिकाउनु पर्यो फर्स्टमा होइन, फर्स्ट दिने त्यो होला। अब सेकेन्ड के हो भने बच्चालाई त्यो फुट्दा नै डर भइसक्यो हुन्छ क्या, यति धेरै डर भइसक्यो भने त्यहाँ गाली गर्दा झन् बच्चा डराएको छ नि त। हाम्रो सानो कुराले बच्चा हामीबाट ग्यापमा छ के, टाढा छ।
अब एउटा स्टिलको गिलास केही समयपछि त्यो सबै कुरा समाधान गरिसकेपछि यो गिलास किन फुट्यो त भनेर कुरा गर्नुपर्ने होला नि त। किन फुट्यो त भन्दा काँचको भएर फुट्यो। अब अर्को स्टिलको गिलास ल्याएर छेउमा राख्ने र त्यसलाई पनि खसाल्ने, त्यो त फुट्दैन नि त। त्यो भएर तिमी यसमा खाँदा अझ बढी सुरक्षित हुन सक्छौ। यो चाहिँ फुट्न सक्छ अहिलेको समयमा। तिमीले अब यो सम्हाल्न सक्ने बेलामा चाहिँ भनौँ यो ग्लास चाहिँ काँचको ग्लास युज गर्न सक्छौ भनेर अलि सानैमा अहिले हामीले त टिनेजको कुरा गऱ्यौँ, तर टिनेजभन्दा पहिले सानैमा साइकोलोजीमा त्यो हालिदियो भने त उनीहरूको मानसिक रूपमा त त्यही विकास हुँदै जान्छ नि त। अनि उनीहरूले त्यही कुराले कहाँ हान्छ भन्दाखेरि मेरा लागि सजिलो र मैले गर्न सक्ने कुरा चाहिँ यो हुँदो रहेछ भनेर उसले आफ्नो माइन्ड चलाउँछ नि त, होइन हो। यो यस्तो कुराहरू छ क्या बच्चाहरूसँग चाहिँ। एउटा आमा जब गर्भमा बच्चा हुन्छ नि होइन, त्यहाँदेखि एउटा आमा बुबाले के गर्नुपर्छ जस कारण चाहिँ छोरा छोरी असल होस्। यो खास किन पनि सोधेको भन्दा अब म त हजुर र भान्जी नानु होइन जो दिदीको छोरी छिन्, अनि यस्तो राम्रो रिलेसन छ होइन। भान्जीलाई यस्तो मजाले त्यो हजुरले सिकाएको कुराहरू, भान्जी जम्मा अहिले 9मा पढ्छ होइन, 9 भान्जी 9मा पढ्छिन् त मभन्दा ठुलो जस्तो छिन् के हुन्छ होइन। उसको त्यो सोचको लेभल होइन, उसले त्यो कुरा गर्ने बुझ्ने कुराहरू, त्यो रेस्पेक्ट, त्यो हेर्दै गर्दा चाहिँ अब हजुरलाई धेरै कुराहरू थाहा छ नि त एउटा छोरी हुर्काएको होइन। किनकि अहिले धेरैजना आमाबालाई थाहा नै छैन क्या त्यो, बुझ्नु भएन। उहाँले रिसाए पनि मैले राम्रो गरेछु भन्ने चाहिँ उहाँलाई लाग्छ, तर बिचरा उहाँले म नराम्रो गर्छु भन्ने गरे होइन क्या, फेरि त्यो नबुझेर नै होइन। अनि मलाई भन्नु न हजुर र भान्जी त यतिको पनि राम्रो छ होइन, के गर्नुपर्छ एकचोटि आफ्नै दिलले। अब यसमा चाहिँ कति धेरै कुराहरू आउँदो रहेछ के। अनि मलाई चाहिँ सिम्पली एउटा वर्डमा भन्छु, जस्तो बच्चा जन्माइसकेपछि एउटा बुवा आमाहरूले बच्चालाई के एउटा बोझको रूपमा जसरी लिनुहुन्छ, कुराकानी गर्नुहुन्छ नि, मलाई सबैभन्दा दया नै त्यहाँ आउँछ क्या। सन्तान हुनु भन्या सन्तान जन्माउनु भन्ने कुरा चाहिँ मलाई चाहिँ मेरो व्यक्तिगत कुरा है, फेरि सबै मेरै कुरामा सहमत हुनुपर्छ भन्ने छैन। मलाई चाहिँ के लाग्छ भने सन्तान हुनु, सन्तान मसँग भइदिनु, हुनु, हुर्काउन पाउनु, चाहे त्यो आफूले जन्माएर होस् या हामी अरू कसैको बच्चाहरूसँग या माइजूको रोलमा होस् होइन, काकीको रोलमा होस् या भनौँ दिदीको रोलमा होस्, जे पनि भूमिकामा हामीले हाम्रा साना बच्चाहरू हुर्काइरहेका हुन्छौँ। त्यसमा चाहिँ म मिठो कुरा के देख्छु भन्दा एउटा हामी एक क्लास भनौँ शिशु क्लासदेखि 10, 12 अनि ब्याचलर मास्टर्स पढ्छौँ होइन। त्यसमा पनि त्यति धेरै कुरा सिक्न पाएका हुँदैनौँ होला, जुन एउटा बच्चा हुर्काउँदै गर्दा हामीले कति कुराहरू सिक्दो रहेछौँ के। त्यहाँनिर चाहिँ सबैभन्दा मलाई ठुलो कुरा त्यो सबै मुभमेन्टलाई, सबै कुरालाई, सबै सेकेन्ड समयलाई चाहिँ हामीले सिकाइमा कन्भर्ट गर्न सकेनौँ के। सिकाइमा कन्भर्ट गर्न सकेनौँ एउटा त्यहाँनिर। र त्यो फ्रस्ट्रेसन, मैले बच्चा जन्माएँ, हुर्काएँ, मैले एकदम ठुलो कुरा गरेँ भनेर मलाई जस चाहिएको छ, क्रेडिट चाहिएको छ एज अ प्यारेन्ट्सलाई, त्यो कुराको त्यो पाइँदैन नि त। अब के हस्बेन्डले वाइफलाई नदिने होला, वाइफले हस्बेन्डलाई नदिने होला, फ्यामिली मेम्बरले त्यो दम्पतिलाई नदिने होला। अनि त्यो जस नपाएको फ्रस्ट्रेसन सबै सन्तानमा गएर पोखिँदो रहेछ क्या। सामान्य कुराकानीमा पनि यो कुराहरू आउँछ क्या। मैले बच्चा जन्माएँ, यस्तो दुःख गरेर जन्माएँ, 9 महिना गर्भमा राखेँ, यो सबै कुराहरू के होइन। यो त प्रोसेस हो, यो नेचुरल प्रोसेस हो, प्राकृतिक प्रक्रिया हो, जहाँ चाहिँ बच्चा जन्मिन्छ होइन, एउटा मान्छे भएर जिउन पाउँछौँ हामी, थुप्रा अनुभवहरू हुन्छन् र अन्तिममा गएर हामी चाहिँ समाधि लिनुपर्छ। यो त प्रोसेस हो, यसमा त्यति धेरै क्रेडिट लिनुपर्ने, जस लिनुपर्ने त्यो कुराहरू छैन। त्यसलाई मैले कहाँ गएर जोडेँ भने मेरो छोरी र मेरोमा प्यारेन्टिङमा राम्रो हुने कुरा थाहा छैन, अब भोलि के हुन्छ। मेरो आजसम्मको मात्रै कुरा गर्दैछु। आजसम्ममा एउटा मिठो अन्डरस्ट्यान्डिङ छ उसको र ममा। किन पनि एउटा मिठो अन्डरस्ट्यान्डिङ छ भन्दा उनले चाहिँ मान्छेलाई मान्छे भनेर जज गर्दैन। जस्तो मम्मी मेरो यस्तो हुनुहुन्छ, मेरो ममाले यो भन्छ भनेर उसले जज गर्दैन, मेरो थट्सलाई बुझ्न कोसिस गर्छ। किनभने मैले सुरुदेखि नै त्यो अभ्यास गराएँ उसलाई। थट्स बुझ्न खोज्छ उसले। आज मम्मु थाक्यो कि, भोक लाग्यो कि, मम्मुको अनुहार आज अलिकति उज्यालो छैन कि, या चाहिँ गल्यो कि, के भएको छ हजुरलाई, हजुर बिरामी भइसकेको छ हो, हजुरको आवाज डिफ्रेन्ट छ, रुगा लागेको छ भनेर सोध्न सक्नलाई उसले पहिला मलाई सुन्छ, मलाई हेर्छ होइन, मेरो थट्स लेभल बुझ्न खोज्छ, कुरा गर्छ। त्यसपछि उसका कुराहरू आउँछन्। अनि त्यहाँ मैले फेरि आफूलाई मलाई अलिकति गाह्रो भएको छ, थाकेको छु, नभएदेखि होइन म ठिक छु, आज यो खाम न होइन, एउटा प्लान सेयरिङ गर्ने कुराहरू चाहिँ उसको र मेरोमा एकदमै धेरै भने सुन्ने र सुनाउने। म पनि बोल्छु र उनी एकदमै कम बोल्ने स्वभावको, तर मसँग चाहिँ उनी मजाले बोल्छिन्, मसँग सबै कुराहरू उनले भन्छन्।
त्यो हुनुको पछाडि एउटा कारण के छ, फ्रिडम। मैले यति धेरै स्वतन्त्रता उसलाई दिएँ, तर अब भन्नुहुन्छ, अब अभिभावकहरूले मसँग होइन म्याम हामीले पनि हाम्रो बच्चालाई फ्री छोडेका छौँ होइन, जे मन लाग्यो त्यो गर्न दिएका छौँ, पुर्याइदिएका छौँ भन्नुहुन्छ क्या। तर त्यतिले मात्रै हुँदैन नि, त्यो फ्रिडम कसरी दिइराख्नु भएको छ, कसरी पुर्याउनु भएको छ, जे मागे त्यो डिमान्ड पुरा गर्न जरुरी छ कि छैन होइन, त्यो आवश्यकता हो कि होइन। अनि हाम्रो बुझाइ, हामीले बच्चालाई बुझाउनु पर्ने कुरा, उनले केही कुरा मागिन् भने यो आवश्यकता हो कि, अनि यो चाहिँ भनौँ एक्स्ट्रा हो, म पहिला त्यो कुरा सुन्छु उनीसँग, यो तिमीलाई चाहिएको हो, निड बेसमा हो, या चाहिँ तिमीले नर्मल्ली अरूसँग साथी सर्कलसँग मिलेर गर्दैछौ भने उसले त्यो भन्छ। अनि भनिसकेपछि मैले त्यसको डिफ्रेन्सेस उसलाई बताउँछु, यसको फरक के त, आवश्यकता भने के हो, एक्स्ट्रा भने के हो भन्ने कुरा बुझाउँछु है। अनि त्यो बुझ्दाखेरि उसले अब स्वतन्त्रता कहाँ गएर मिसयुज हुन्छ भन्दा हरेक कुराको फाइदा बेफाइदा, उसलाई हुने हानि, उसको आत्मसम्मानमा पुग्ने ठेस, यी सबै कुरा एउटा बच्चाले बुझ्न सिक्न जानेन सकेन भने त्यहाँनिर गएर स्वतन्त्रताको मिसयुज हुने हो क्या। नभएदेखि होइन, म कहिले कहिले रातिको 8-9 बजेसम्म 9 बजेसम्म बाहिर हुन्छु अनि मेरो बच्चा सुरक्षित छ होइन, या भनौँ म दिउँसोमा समय दिन सक्दिनँ, उसले आफ्नो खाजा म्यानेज गरेर खान्छ होइन, सानैदेखि। फेरि अहिले त अब ठुलो भएर जायज भयो भन्नेलाई सानैदेखि उसले त्यसरी गरिरहेको छ भन्दाखेरि उसले त्यो मेरो समय, मेरो काम, हरेक कुराको भ्यालु बुझेको छ। किन बुझेको छ भन्दा सेयरिङ भएको छ क्या, मेरो अवस्था यो छ, मेरो सिचुएसन यो छ भन्ने कुराहरू मैले बुझाउन सकेको छु, उसले सुन्न। र अर्को कुरा भनेको चाहिँ बच्चालाई सानैदेखि सिकाउनु पर्ने कुरा दुईटा कुरा हो, मेनली चाहिँ साइकोलोजीमा हाल्नुपर्ने कुरा। अरू त छन् नै धेरै कुराहरू, आज हामी त्यो दुईटा कुरामा अझ बढी फोकस गर्न सक्छौँ। एउटा जजमेन्टल सोसाइटी छ, हामी जज गर्छौँ के, कसैको कपडालाई जज गर्छौँ, कसैको अनुहारलाई, सेतो छालालाई जज गर्छौँ होइन, कसैको विविध खालका छालालाई जज गर्छौँ हामी, अनि अन्दाज गरेर भनिदिन्छौँ, बोलिदिन्छौँ। एउटा त्यो कुरामा समस्या छ। अर्को चाहिँ हाम्रो स्वीकार्यतामा कमजोरी छौँ है। अनि त्यो दुईटा कुरामा चाहिँ मैले काम गरेँ हो। खासमा चाहिँ थट्स लेभल पोजिटिभ हुनु भनेको कुरा चाहिँ त्यहाँ दुईटा हो। एउटा तिमीले जे देख्छौ, जहाँ जस्तो जे छ त्यसलाई त्यही एक्सेप्ट गर भनेर त्यो सिकाउने कुरा चाहिँ एउटा भयो भने, अर्को कुरा केही देख्ने बित्तिकै त्यो यही हो भनेर चाहिँ जज नगर्नु या गर्नु हुँदैन। त्यसलाई चाहिँ हामीले बरु यस्तो रहेछ खासमा यहाँ के भइरहेको भनेर बरु प्रश्न गर्न सिकाउँ। अहिले त हाम्रो नेपाली सोसाइटीमा अझ अहिले त अलिकति होला, नभएदेखि त प्रश्न गर्ने बच्चा पनि रुचाउँदैन नि हाम्रोमा होइन। नाइ भन्ने बच्चा, प्रश्न गर्ने बच्चा, कति बोल्या, कति क्वेसन गरे, अनि फेरि बुझाउँदैन। अनि त्यो बच्चा त कन्फ्युजनमा रहन्छ नि, आफ्नै धारणा बनाउँछ नि त। अनि त्यो आफ्नै धारणा बनाउँदा त उसले सही पनि बनाउन सक्छ, गलत पनि बनाउन सक्छ होइन। अनि उनी उसको क्वेसनहरू, प्रश्नहरू सुनिदियौँ भने त हामीले त त्यो प्रश्नको जहिले पनि प्रश्नहरूको, मलाई लाग्छ है, मेरो व्यक्तिगत अनुभव, यो कुनै किताबी यताउता कुरा होइन, मलाई मेरो अनुभवले के भन्छ भने कुनै कसैले पनि प्रश्न गर्छ भने उत्तरहरू जहिले पनि दुई साइडबाट हुन्छ क्या, दुईटा उत्तर हुन्छ। त्यो यही हो भनेर ठोकुवा गरेर चाहिँ उत्तर भन्दाखेरि समस्या हुन्छ। दुई साइडको उत्तर हुन्छ, एउटा चाहिँ पोजिटिभ साइडको उत्तर हुन्छ होइन, एउटा चाहिँ हानि गर्ने साइडका उत्तरहरू हुन्छन् कि। त्यो दुईटैमा बुझाए अब तिमीलाई के लाग्छ भनेर पनि फेरि हामीले नि प्रश्न गरेर कुरा गर्नु पर्यो क्या। यसमा चाहिँ यो भयो, अब के लाग्छ त तिमीलाई, तिम्रो पनि भन न के बुझ्यौ त भन्दा उसको थट्स लेभल बुझ्न पाइन्छ बच्चाको। यदि नेगेटिभ जोनबाट उसले सोच्दो रहेछ भने पोजिटिभमा ल्याउनलाई त्यति बेलै काम गर्ने हो होइन। यदि पोजिटिभ लेभलबाट सोच्दो रहेछ भने त्यसैलाई बढाउनलाई उसलाई प्रेरित गर्ने हो नि त होइन एउटा। अनि अर्को कुरा चाहिँ अब बच्चा, अनि दिपेशीले भने जस्तो बच्चा गर्भमा हुँदा या होइन त्यसरी बच्चा प्लान गर्दा चाहिँ कसरी हामीले प्लान गर्न सक्छौँ, के हुनसक्छ भन्ने कुराहरू। अब अहिले त सामाजिक सञ्जाल भएको हिसाबले, टिकटक, सोसियल मिडिया धेरै हुने हिसाबले धेरै पनि आउँछन् होइन। तर अब मैले त काम गरेको 19-20 वर्ष भइसक्यो, त्यो बेलादेखि नै यो कुरा भन्दा अचम्म मान्नुहुन्थ्यो क्या सबैजनाले। मलाई चाहिँ किन अचम्म मान्नुहुन्छ जस्तो लाग्थ्यो होइन, तर धेरै ठाउँमा यो म्यासेजै पुग्या रहेनछ। एउटा बच्चा हेल्दी हुन, बच्चाको मानसिक स्वास्थ्य स्वस्थ हुनदेखि लिएर फिजिकल्ली पनि एकदमै स्ट्रङ हुन, राम्रो हुन, हेल्दी भएर नर्मल डेलिभरी हुनसम्ममा चाहिँ आमाको एउटा मानसिकता र मानसिक स्वास्थ्यको धेरै ठुलो भूमिका हुन्छ क्या। खासमा आमाले के काम गर्छ, उसले कसरी सोच्छ, उसको दैनिकी कसरी गुज्रिरहेको छ, उसका वरिपरिका मान्छेले उसलाई कस्तो व्यवहार गरिरहेका छन्, उसको खानपिन कस्तो छ, उसको पार्टनरको उसलाई गर्ने व्यवहार कस्तो छ होइन। यो धेरै कुराहरू चाहिँ त्यहाँनिर त्यो धेरै कुराहरूले उसलाई चाहिँ फरक पारिरहेको हुन्छ। कहाँ फरक भन्दा उसको सोच्ने कुरामा, उसको रुचिको कुरामा होइन, अनि उसको चाहिँ मनोभावनाको कुरामा, उसलाई दुःख लाग्ने कुरा होला, सुख लाग्ने कुरा होला, कति अनुभूतिहरू छन् त्यो अनुभूतिमा फरक पारिरहेको हुन्छ। अब त्यो अनुभूति कहाँ गएर जोडिन्छ भन्दा गर्भमा रहेको बच्चामा गएर जोडिने हो नि त
होइन पक्कै पनि पेटमा चोट लागेको दिन त बच्चा त हाँस्दैन होला नि त होइन आमालाई एकदम धेरै दुखेको दिन त बच्चा त खुसी हुँदैन होला नि त गर्भमा त होइन भन्दा बच्चा आमा खुसी हुने कुरा चाहिँ बच्चा एउटा गर्भमा रहेको बच्चाको लागि खानपान पौष्टिक आहारको कुरा यो त अब धेरै नै आइसकेको छ होइन यी कुराहरूले धेरै नै फरक पार्छ र यो मानसिक स्वास्थ्यमा चाहिँ वरिपरिको वातावरणले यति धेरै वरिपरि भइरहेका मान्छेले गर्ने व्यवहार र क्रियाकलाप र उसको पेसा के छ भन्ने कुराले पनि धेरै फरक पार्दो रहेछ त्यसले गर्दा पनि बच्चाको एउटा मानसिक स्वास्थ्य र हेल्दी बच्चा जन्मिने कुरामा चाहिँ त्यहाँनिर हामीले ख्याल गर्नुपर्छ आमाहरूलाई विशेष गरी अब चाहिँ आमाहरूलाई ध्यान दिनुपर्छ पहिला पनि दिन्थ्यो अब अहिले झनै दिनुपर्छ र अर्को कुरा चाहिँ मलाई अनि दिपेशले भने जस्तै भान्जीको कुरा गरे जस्तै नानी मलाई कहिले कहिले लाग्छ कि अनि म काउन्सिलर हो नि त अनि बसेर अनि त्यो टाइममा त अलिकति भनौँ न थोरै थाकिने गल्ने कुराहरू पनि हुन्छ नि त त्यो गर्भवती हुँदाखेरिको समयमा अनि मेरो पेसा फेरि काउन्सेलिङको अनि म मजाले सुन्थेँ नि त क्लाइन्टहरूलाई मजाले सुन्ने सेवाग्राहीहरूलाई सायद त्यो इम्प्याक्ट होला मेरो छोरी एकदमै गुड लिसनर छ एकदमै सुन्छ प्रश्न गर्छ अनि उसलाई आफ्नो कुराहरू राख्न पनि आउँछ त्यो कसरी राख्ने भन्ने शैलीहरू पनि उसले सिकेको छ मलाई त्यो फिल हुन्छ अनि र त्यसले गर्दाखेरि चाहिँ अहिले आजसम्म अब भोलिको मलाई थाहा छैन आजसम्म चाहिँ हामी एज अ फ्रेन्ड छोरी र म एकदम साथी छौँ अनि कपडा सेयरिङ गरेर लाउने होइन खाना सेयरिङ गरेर खाने अब मलाई मनपर्ने कुरा चाहिँ म बाहिर घुम्नुपर्ने हिँड्नुपर्ने कुरामा उसलाई समस्या छैन ऊ रुममा बसेर उसको आफ्नो एउटा के एक्टिभिटीहरू गरिरहेको हुन्छ त्यो कुरामा मलाई समस्या छैन क्या अनि हामीले एकले अर्कालाई अर्को कुरा चाहिँ मलाई लागेको है फेरि मेरै कुरा सबैमा लागु हुन्छ भन्ने त होइन तर सबैको व्यवहार बुझेर कसरी व्यवहार गर्ने भन्ने कुरा चाहिँ अन्दाज गर्न सकिन्छ मलाई मेरो छोरीलाई चाहिँ अलिकति स्पेस चाहिन्छ सानैदेखि अलिकति उसलाई स्पेस दिनुपर्छ अनि त्यो भएर म त्यो स्पेस उसलाई चाहिन्छ भन्ने मलाई थाहा छ म दिन्छु अनि मलाई गाह्रो भइरहेको बेलामा कुनै बेलामा थाक्छु गल्छु अनि मेरो टाइममा मलाई म हजुर एकछिन बसेर कुल हुनु म एकछिनमा आउँछु भनेर उसले पनि मलाई स्पेस दिन्छ के भयो भन्ने एकदम तार सोधिराख्ने त्यस्तो खालको उसको पनि ह्याबिट छैन उसले मलाई स्पेस दिन्छ अनि नर्मल भएपछि चाहिँ हामी सोध्छौँ एकअर्कालाई होइन अनि त्यो स्पेस दिने कुराले पनि हामीलाई आफैलाई सोच्ने कुरा र बुझ्ने कुरामा धेरै सहयोग गर्दो रहेछ मैले पछिल्लो टाइम फिल गरेको चाहिँ केसेसहरूको पार्टमा चाहिँ जस्तै फ्यामिलीमा श्रीमान श्रीमती सँगै हुनुहुन्छ घरभित्रै हुनुहुन्छ होइन तर त्यो इमोसनल्ली चाहिँ उहाँहरूसँगै नै हुनुहुँदैन होइन त्यो भनेको त त्यो खास कसरी हुन्छ या त्यो हुन नदिनलाई राम्रो हेल्दी रिलेसन बनाउनलाई दुईजना पार्टनर बिचमा चाहिँ कस्तो हुनुपर्छ के गर्नुपर्छ खास अब यस्तो हो तपाईँले भने जस्तो अब श्रीमान श्रीमती हामी त एकदमै पार्टनरकै कुरा गरिरहेछौँ नि त होइन अनि श्रीमान श्रीमतीसँगै हुनु भने चाहिँ शरीर मात्रै सँगै हुने कुरा चाहिँ होइन भन्ने कुराको बुझाइ नै आम रूपमा जान नसक्या हो या सकेर गएर पनि त्यसलाई मान्छेले धेरै भ्यालु नदिया हो त्यो थाहा भएन मलाई धेरै ग्याप नै यो इमोसनल सपोर्टमै ल्याएको छ के एकअर्कालाई दिने भावनात्मक रूपमा जुन सहयोग गर्नुपर्ने र बुझिदिने कुराहरू हो यो कुरामा एकदमै ठुलो ग्याप छ अब यो कुरामा चाहिँ हामीले श्रीमान श्रीमती भइसकेपछि अहिले त अब यो के भन्छ संयुक्त परिवार भन्दा पनि सानो परिवार भएर बस्ने कुराहरू छ अझ त्यसमा पनि सँगै भएका श्रीमान श्रीमती वर्षौँसम्म टाढा टाढा दूरीमा बस्ने कुराहरू पनि छँदैछन् होइन अब त्यसमा त्यो एउटा श्रीमान र एउटा श्रीमतीको सम्बन्ध राम्रो बनाउनलाई सबैभन्दा स्ट्रङ कुरा भनेकै मलाई के लाग्छ भने भावनात्मक दूरी कम हुनु के भावना बुझ्ने कुरा नै मलाई ठुलो लाग्छ के किन भन्दाखेरि आज जस्तो श्रीमान दिनभरि अफिस गएर काम गरेर आउँछ या कहीँ कतै जे पनि काम छ या बिजनेस छ केही छ कस्तो छ उसको खटन पटन उसको दुःख या एकजना श्रीमती बाहिर जान्छ काम गर्छ आउँछ उसको अफिस होला के होला होइन त्यो कुरालाई घरमा बस्ने पार्टनरले बुझिदिन जरुरी छ क्या जस्तो हामी के देख्छौँ फोन हान्यो बिजी भयो भने कराइदिने कहाँ हो कसलाई फोन गरे किन बिजी राख्या होइन या श्रीमान होस् या श्रीमती होस् के त्यो पाइराख्नु परेको छ है त होइन अनि एउटा त्यो भयो अब त्यही कुरा पनि हामीले हजुरको फोन बिजी थियो होइन मैले फोन गर्दा म त कल ब्याक गर्नुहुन्छ कि भनेको थिएँ आएन अनि के समस्या पर्यो कि भनेर सोध्दैनौँ नि त हामी ट्रस्ट इस्यु छ नि त फेरि है कति धेरै कुरा छ कि त्यो बिचमा त्यो भएर मेरो पार्टनर कस्तो छ पहिला म कस्तो छु भनेर बुझ्नु पर्यो त्यसपछि मेरो पार्टनरको प्रवृत्ति कस्तो छ त उसको स्वभाव कस्तो छ होइन उसलाई के गरेको कुराले राम्रो फिल हुन्छ या के गरेको कुराले उसलाई गाह्रो हुन्छ भन्ने कुरा बुझ्न त एकदमै जरुरी छ क्या
खानेकुरा पनि त इभन मनै नलागे खानेकुरा पकाएर दियो भने त कसले खान्छ होला त खाँदैन नि त होइन गाह्रो हुन्छ नि त त्यस्तै उसको मनोभावना उसलाई रिस उठ्या बेलामा के गरिदियो भने सजिलो हुन्छ त होइन या उसलाई चाहिँ एकदमै प्रेसर भएको छ अब यो आर्थिक रूपमा कति कुरा मिलाउनु छ सकिरहेको छैन ऊ एक्लो कमाउने छ या मैले पनि कमाउँछु भने मैले कति त्यहाँ सेयर गर्ने होला कसरी गर्ने होला होइन सेयरिङको कुराहरू होला त्यही भएर भावना बुझ्ने कुरा आफ्नो पार्टनरको एकअर्काले मैले या केटालाई मात्रै या केटीलाई मात्रै या श्रीमानलाई मात्रै या श्रीमतीलाई मात्रै भनेको छैन है जुन पनि जेन्डरको हुनुहुन्छ उहाँहरूको पार्टनरलाई चाहिँ एकले अर्कालाई बुझ्न त्यति जरुरी छ जति तपाईँले आफूलाई बुझ्न जरुरी छ क्या तपाईँलाई स्पेस चाहिन्छ भने मलाई ठिकै छ अहिले स्पेस दिनुहोस् मलाई एकछिन एक्लै छोडिदिनुहोस् न मलाई अलिक गाह्रो भएछ म अहिले एकछिनमा कुरा गर्छु भन्न पनि सक्नु पर्यो नभए तपाईँलाई गाह्रो भएछ भने एकछिन तपाईँ बस्नुहोस् अनि सजिलो भयो भने मलाई भन्नु होला भन्न नि सक्नु पर्यो क्या हामीले त्यो कुराहरू त्यहाँनिर ग्याप छ अनि त्यो नबुझेपछि इमोसनल सपोर्ट कसरी हुन्छ हुँदैन नि होइन अब इमोसनल सपोर्ट भने त तिमीलाई अब भनौँ एकदम भक्कानिएर रुन मन छ मलाई अनि नरो भनेर ब्लक गरिदिरहेछ किन रुनु परिरहेछ के भएको छ र म यहीँ त छु भनिरहेछ भने त्यो त इमोसनल सपोर्ट भएन नि त उसलाई रुन दिनु त एक लेभलको सपोर्ट होला नि त होइन उसलाई कहीँ कतै घुम्नु छ या केही कुरा खान मन छ या कसैसँग भेट्न मन छ होइन या केही पनि एक्टिभिटी जे पनि गर्नु छ त्यसमा एउटा इमोसनल सपोर्ट म छु है तिमीसँग मैले हाम्रो 2-3 जना साथीहरूसँग यसो गफ गर्दाखेरि एकजना साथीको श्रीमान बाहिर हुनुहुँदो रहेछ उहाँ हुनुहुन्थ्यो अब कतिजनाको त अब श्रीमान साथमै हुनुहुन्थ्यो धेरैजनासँग कुरा गर्दा आफ्नो पोइन्ट अफ भ्यूबाट कुरा गर्नुभएको थियो कि उहाँहरूले यो घरै बस्नुभन्दा त बरु कतै कमाउन गयो आनन्द हुन्थ्यो अनि यो दिनकै झगडा पर्छ तनाव हुन्छ यो हुन्छ भनेर कुरा गर्नुभएको थियो कि अब टाढा भएको साथीलाई चाहिँ कस्तो लागिरहेको थियो भने होइन त्यस्तो होइन साथी यहीँ भइदिए हुन्थ्यो म छु भनिदिए पुग्थ्यो मलाई त म त सबै होइन आफै जब गर्छु यो गर्छु होइन म छु तिमीसँगै तिमी के गर्न चाहन्छौ ल ठिक छ होइन तिमीलाई पुर्याइदिनु पर्छ नभए तिमीलाई ल तिमी आयौ ल म चिया दिन्छु सिम्पल कुरा नभए हिँड तिमीलाई पनि अल्छी होला म पनि थाकेको छु चिया खान जाउँ भनेर भनिदिए हुन्थ्यो मेरो पार्टनरले म छु मात्रै भनिदिएँ मैले धेरै कुरा गर्न सक्थेँ भनेर कुरा गर्नुहुन्थ्यो क्या भनेको भएको चिजको मान्छेलाई भ्यालु हुँदैन नि त अनि भ्यालु नभए चाहिँ उसले बुझ्नै खोज्दैन क्या त्यो अगाडिको मान्छे अगाडिको क्यारेक्टर अगाडिको सम्बन्धलाई बचाउनको लागि त मेहनत गर्नु पर्यो नि त म माया गर्छु प्रेम गर्छु भनेर मात्रै हुँदैन क्या हामीले भगवानलाई माया गर्छौँ नि प्रेम गर्छौँ नि होइन भगवानलाई प्रेम गर्छौँ त्यो एकदमै निस्वार्थ प्रेम छ भनेर आउँछ है त्यो कोटेसनहरू सबै कुराहरू आउँछ अनि म पनि कहिले कहिले हेरिराखेको हुन्छु अनि मैले भगवानलाई पनि निस्वार्थ प्रेम छ गर्नुपर्छ त्यो हुनको लागि पनि त हामीले कति कुराहरू बिहान बेलुका अगरबत्ती बाल्ने होइन सम्झिने गरिराखेको छौँ त भन्दा अनि आफ्नो पार्टनरलाई चाहिँ त्यो गर्नु पर्दैन होला त आफ्ना सम्बन्धहरूका लागि त्यति खर्च गर्नु पर्दैन होला त थोरै समय थोरै कुराहरू लगानी गर्नु पर्दैन होला त अनि हामी त्यसलाई के भनिदिन्छौँ भने एकदम निस्वार्थ मायामा चाहिँ भनौँ न निस्वार्थ प्रेममा चाहिँ अनि भनेको यस्तो डिमान्ड हुँदैन है भनेर हामीले एन्सर गर्नु त्यो त कति कुराहरू सामान्य एउटा बेसिक कुराहरू पनि हुन्छ नि त मलाई तिर्खा लाग्यो भने अहिले मैले पानी माग्यो भने पानी दिने कुरा त सामान्य होला नि त ओहो पानीको पनि एक्सपेक्टेसन गर्नु भएको रहेछ भन्ने कुरा आउँछ र त्यसमा आउँदैन नि त होइन होला पानीको ठाउँमा कफी नै ल्याइदिए पनि मलाई त कफीले पानीको तिर्खा त मेट्दैन होला नि त है अब यस्तो धेरै कुराहरू छ त्यो पार्टनरलाई एकअर्कालाई बुझ्नमा समय खर्चिनुहोस् फेसबुकमा फोटो हाल्न टिकटक बनाउन रिल्स बनाउन जति तपाईँहरूले आफूलाई त्यहाँ सोअप गर्न देखाउन ब्रान्डेड कपडा सोअप गर्न गरगहना देखाउन मेहनत गरिराख्नु भएको छ त्यसलाई नराम्रो हो यो गलत हो भन्ने अधिकार मलाई छैन म त्यो भन्दा पनि भन्दिनँ तर त्यति नै मेहनत तपाईँको आफ्नो सम्बन्ध बचाउन तपाईँको पार्टनरलाई बुझ्न तपाईँको पार्टनरको इमोसनलाई बुझ्न होइन उसलाई चाहिँ उसको भावनाहरू बुझ्न ऊ आज थाकेको छ कि खुसी छ कि होइन उसलाई केही कुराको चाहना पो छ कि त्यहाँनिर चाहिँ अलिकति मेहनत गऱ्यो भने सायदै धेरै कुराहरू पैसाका समस्याको पनि त्यहाँ समाधान हुन्छन् होला आफन्तले कहीँ कतै रिस राग पोखेका कुरा पनि त्यही सायद समाधान हुन्छन् होला होइन केही कुराहरू नेगेटिभिटी थियो पार्टनरको फोन नउठ्दाखेरि केही थट्सहरू आएको थियो केही नराम्रो भएको थियो तपाईँलाई आउने बित्तिकै हजुरको फोन उठेन मलाई अलिकति गाह्रो भयो भन्यो भने सायद उहाँले होइन म बिजी थिएँ यस्तो भएर फोन उठेन भन्यो भने सायद तपाईँलाई क्लियर हुन्छ एन्सर त्यसपछि तपाईँको थट्स लेभल पोजिटिभ हुनसक्छ होइन कति धेरै कुरामा हामीले काम गर्न सक्छौँ नि त हामी त त्यहाँबाट गएकै रहेनछौँ क्या जाने रहेनछौँ क्या खासमा हाम्रो मानवीय स्वभाव त्यो रहेछ सायद मैले पनि कति कुराहरू त सुधार्नु होला नि त होइन त्यो भएर
अरूलाई भन्ने भन्दा पनि पहिला आफू र आफ्नो सम्बन्धलाई चाहिँ अलिकति ध्यान दिनुपर्छ होला। त्यस्तै बच्चालाई पनि ध्यान दिनु पर्यो, बच्चाको मनोभावनाहरू बुझ्ने कुराहरू भयो होइन, त्यो कुरा चाहिँ त्यहाँनिर आउँछ जस्तो लाग्छ मलाई। आज कति धेरै कुराहरू सिक्न पाइयो है, बच्चाको कुराहरू, फ्यामिलीले कसरी प्यारेन्टिङ गर्ने कुराहरू, हेल्दी रिलेसन कसरी बनाउने भन्ने कुराहरू, कति यो प्र्याक्टिकल कुराहरू सिक्न पाइयो कि जुन अहिलेको टाइममा एकदम धेरै ल्याक छ यिनी कुराहरू। अनि मलाई लाग्छ म सँगसँगै मेरो जति पनि साथीहरूले भिडियो राख्नु भएको छ धेरैले सिक्न पाउनुभयो होला होइन। यो सँगसँगै अब हाम्रो टाइम पनि भइसक्न थालेको छ। अन्तिममा चाहिँ अब यस्तो हामीले चाहिँ थुप्रो कुराहरू सम्बन्धहरूका कुरा गऱ्यौँ, पार्टनरसँगका सम्बन्धका कुरा पनि गऱ्यौँ होइन, आफ्नो सन्तानहरू बालबालिकाहरूसँग कस्तो व्यवहार गर्ने, कसरी हुर्काउने भन्ने विषयमा पनि हामीले कुराहरू गऱ्यौँ। सबै कुरामा मैले भनेकै हुनुपर्छ, म नै राइट भन्ने त होइन होइन, मेरो अनुभव ती भए, अरू फरक मान्छेका फरक अनुभव हुन सक्छन् होइन। तर हामीले 2-3टा कुरा चाहिँ राम्रोसँग पालना गऱ्यौँ भने जीवनमा सायद सम्बन्धहरू सजिला हुन्छन् होला, या चाहिँ राम्रोसँग जान्छन् होला र हाम्रा बच्चाहरूले पनि एउटा सिक्नुपर्ने संस्कारहरू सिक्छन् होला। जस्तो एउटा चाहिँ हामी सुनिदिने चाहिँ हामीले एकदमै अभ्यास चाहिँ गरिरहनुपर्छ, सुनिदिनुपर्छ। हामीले कसैले केही भन्न खोज्छ या मेरो सन्तानले मेरो पार्टनरले केही छ भने त्यसलाई चाहिँ हामी प्रायः इग्नोर गरेर हिँड्छौँ, या कति कचकच गरे किन भन्या भनेर हिँड्छौँ। एउटा चाहिँ हामीले मिठो गरी सुनिदिनुपर्छ क्या, सुन्ने कुराहरू चाहिँ राम्रो। अब अर्को कुरा सुनेर मात्रै पनि भएन नि त, सुन्यो अनि व्यवस्था गर्यो यसले केही भनेन भन्ने हुन्छ। सुनिसकेपछि त्योसँग तालमेल मिल्ने खालको चाहिँ के उत्तर हुनसक्छ, या चाहिँ केही सम्झाउनु पर्ने आवश्यकता छ कि, या उनीहरूको मागहरूलाई सम्बोधन गरिदिनु पर्ने छ कि, उनीहरूका व्यवहारहरूमा फिडब्याक दिनुपर्ने छ कि के छ त, ती कुराहरूको फाइन्ड आउट गरेर चाहिँ उनीहरूसँग पहिला पत्ता लगाएर अनि त्यही अनुसारले चाहिँ उनीहरूसँग कुराकानी गर्ने, आफू पनि बोल्ने गर्नुपर्छ। अब हाम्रोमा बोल्ने र सुन्ने कुराकै तालमेल अलिकति नमिलेर पनि समस्या भएको छ क्या, खासमा सम्बन्धहरूमा चाहिँ। कोही बोल्ने मान्छे घरको एउटा सदस्य बोले, सुन्ने मान्छेहरू सुने, अनि सुन्नेले फेरि म बोलेर आज हुन्छ मेरो पनि कुरा राख्छु भन्ने अभ्यास गर्दैन, अनि बोल्नेले फेरि मैले यसलाई सुन्नुपर्छ भन्ने होइन, आफ्नो पालो पुगेपछि भयो भने जस्तो हुँदो रहेछ क्या। त्यो भएर सुन्ने र बोल्ने कुराको चाहिँ तालमेल मिलाउनु पर्छ होला जस्तो लाग्छ एउटा। अनि अर्को चाहिँ हामीले अरू केही नभए पनि दिनभरि हामी आफ्नो आफ्नो काममा हुन्छौँ होइन। अब कतिको त परिवारका सदस्यहरू बाहिर हुनुहुन्छ, घरमै हुनुहुन्न, तर घरमा जो जति हुनुहुन्छ उहाँहरू चाहिँ सँगै बस्ने, एउटा खाना खाने टाइम टेबलहरू एउटै बनाउने होइन, सकभर त्यो टाइममा चाहिँ त्यहाँनिर चाहिँ उपस्थित हुने, र कहिले सपिङका कुराहरूमा चाहिँ यसो सहभागिता भएर सपिङहरू गर्ने कुराहरू भयो होइन। अलिकति समूह कार्य जस्तो के परिवारको सदस्यभित्र पनि समूह कार्यहरूमा चाहिँ अलिकति समावेश गर्ने, सहभागी गराउने कुरामा पनि थोरै हामीले काम गर्न सक्छौँ है, त्यो अभ्यास पनि गर्न सक्छौँ 2टा। र अर्को कुरा आजको के सिक्यो त, मैले त आज यो सिकेँ, के सिक्यो भनेर सोध्नुभन्दा पहिला आज त मलाई कस्तो राम्रो दिन गयो, आज मैले यो सिकेँ भनेर पनि सिकाइलाई जोड दिएर कुराकानी गर्न थाल्यौँ भने अगाडि हामीसँग हुर्किरहेका सन्तानहरू होस् या हाम्रो पार्टनरमा पनि त्यो एउटा अभ्यास चाहिँ जान्छ क्या होइन। अब मैले आज यो सिकेँ भने चाहिँ भोलि त्यो सिकेँ भने चाहिँ नभन्नु होला केही दिन, नथाहा पाउनु होला केही दिन, तर केही न केही दिनपछि त उहाँलाई पनि महसुस हुँदै जान्छ नि त, ओहो मैले त त्यसरी सिकाइ आज दिनभरि मैले के सिकेँ त साँच्चीकै भनेर पनि प्रश्न गर्ने हुन्छ नि त होइन त्यो। अनि त्यसरी चाहिँ हामीले जान सक्छौँ र भावना बुझ्ने कुराहरू, कुरा सुन्ने कुराहरू भइसकेपछि आवश्यकताहरू पनि पहिचान हुन्छन्, उसलाई के चाहिएको छ, मलाई चाहिँ के चाहिएको छ भन्ने सुन्ने कुराहरू, यो सबै कुराहरू आउँछ। र अर्को कुरा सँगसँगै हामीले बालबालिकाहरूलाई शारीरिक अभ्यास खेल्ने कुरामा पनि एकदमै धेरै हामीले प्रोत्साहन गर्नुपर्छ, किनभने घरभित्रका मात्रै कुरामा जस्तो सामाजिक सञ्जाल चलायो, मोबाइल चलायो, ल्यापटप चलायो भन्ने कुरामा हाम्रो कम्प्लेन भइरहँदाखेरि उनीहरूलाई बाहिर चाहिँ हामीले कुनै गेममा खेलमा होइन केमा चाहिँ इन्ट्रेस्टेड छ त भनेर बाहिर निकाल्ने कुरामा, र हामीले निकाल्ने भन्दा उनीहरू आफै प्रेरित भएर सहभागी हुने कुरामा र सहभागी हुन खोज्दाखेरि चाहिँ हामीले त्यो एउटा वातावरण पनि तयार गर्नुपर्छ, उनीहरूको साथी सर्कलमा पनि थोरै त्यो चाहिँ गर्न सक्छौँ। र उमेर अनुसार बच्चाहरूको चाहिँ उमेर अनुसारका सङ्गतहरू चाहिँ के छन् त, लास्ट इयर को साथी थियो अहिले को साथी छ भनेर उसको साथ सङ्गत चाहिँ फेरिएको छ कि छैन त होइन, कोसँग साथ गरिरहेको छ भनेर साथीहरूका बारेमा पनि तिम्रो साथीको बारेमा केही भन न होइन, मेरो साथी त फलानु एकदमै राम्रो छ, मेरो साथीले मलाई हेल्प गर्छ भनेर आफ्नो साइडबाट सेयर गरेर उसको साइडको साथीहरूको कुराहरू पनि सुन्यो भने ऊ कस्तोसँग सङ्गत गरिरहेको रहेछ त भन्ने कुरा पनि बुझिन्छ क्या होइन। मेरो साथी त यसरी केही दियो पनि झ्याप्प फालिदिन्छ भन्न सक्छ, केही भन्न सक्छ नि त, उसको सङ्गतै कस्तो खालको व्यक्तिहरूसँग भइरहेछ भन्ने कुरा पनि बुझ्न सकिन्छ, र त्यसमा तिमीले चाहिँ यसरी आफ्नो कुरा राख्न सक्छौ भनेर गाइड गर्न सकिन्छ क्या। त्यो भएर सबै कुरा हाम्रै हातमा त हुँदैन होइन, कसैले त मेरो बच्चा नराम्रो होस् भन्ने त सोच्दैन, परिस्थितिले हुने कुरा हो। बाँकी
हामीले पनि मेहनत गर्न चाहिँ छोड्नु भएन के कसरी चाहिँ मेरा सम्बन्धहरू मजबुत हुन्छन् राम्रा हुन्छन् र भावनात्मक दूरी चाहिँ हामी घटाउन सक्छौँ मिठा हुन्छन् भन्ने कुरामा चाहिँ हामी त्यसरी काम गर्न सक्छौँ। एकदम खुसी लाग्यो दिदी धेरै कुराहरू सिक्न पाएँ म सँगसँगै मेरो साथीहरू कतिजना आमाहरूले हेर्नु होला बुवाहरूले हेर्नु होला भाइ बहिनी साथीहरूले हेरेर आएको होला होइन धेरैले म जसरी नै सिक्नुभयो होला यो व्यवहारिक ज्ञानहरू हामी जति गफ गऱ्यो भने पनि टाइम कम लाग्छ हामीलाई अब मैले यो फर्स्ट भिडियो अडियन्सलाई धेरै लामो नहोस् भनेर हामीले खासै त्यो ब्रेक गरेको होइन तर हाम्रो कन्भर्सेसन भनेको 2 घन्टा 3 घन्टा गएको थाहा पनि हुँदैन अनि अन्तिममा चाहिँ दिदीलाई मैले सानो कोसेली ल्याएको छु होइन यो चाहिँ हाम्रो यो डोल्पाको ओखर दाँते ओखर हो यो चाहिँ हजुरलाई होइन अनि यो चाहिँ हाम्रो जुम्लाको कर्णालीको प्योर प्रोडक्ट मार्सी चामल हो अनि यो लोकल प्रोडक्टहरू अहिले एकदमै जस कर्णालीमै बनेको प्रोडक्टहरू यो डोल्पाको एकदमै राम्रो हुन्छ है अनि यो चाहिँ मार्सी चामल यो खाना खाएर कस्तो लाग्छ मलाई रिभ्यू चाहिँ दिनु ल ओके थ्याङ्क यू सो मच अनि कर्णालीको चाहिँ सबैहरूलाई मार्सी चामल चाहियो भने चाहिँ जुम्लामा पाउँछ दिँदा हुन्छ है ल अन्तिममा चाहिँ भाइसँग पानी चियर्स गरेर अरू केही छैन चियर्स